दर्शक महानुभावहरू नमस्कार। आज मिति 2082 साल पुष महिनाको 11 गते आज शुक्रबार। दर्शक महानुभावहरू नेपाली न्यूज टिभीको न्यूज बुलेटिन खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म पुष्करोली सदा नै आज पनि तपाईहरुमा देश तथा विदेशका महत्त्वपूर्ण समाचार अपडेटका साथ उपस्थित भइसकेको छु। हामीलाई तपाईहरुले कहाँदेखि हेर्दै हुनुहुन्छ नेपाल भए जिल्ला र गाउँठाउँको नाम लेख्नुहोला। यदि विदेशमा हुनुहुन्छ भने आफू रहेको देशको नाम पनि लेख्न नभुल्नुहोला र हाम्रो च्यानल नेपाली न्यूज टिभीलाई अहिलेसम्म पनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला, साथै सँगै रहेको बेल आइकनलाई दबाउन पनि नभुल्नुहोला। विशेष गरी दर्शक महानुभावहरू पछिल्लो समय देशको राजनीति रस्साकसी, पुराना दलहरूलाई लागेको धक्का, काठमाडौँका मेयर बालेन्द्र शाहले चालेको बागचाल, यसबारे महत्त्वपूर्ण जानकारी लिएर उपस्थित भएका छौं। रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह जेनजीहरू कुलमान घिसिङ एकै ठाउँ आउने भएपछि पुराना देश लुट्ने नेताहरूको जागिर हुने पक्का पक्की भएको छ। यसबारे महत्त्वपूर्ण जानकारी छ कि नेपाली कांग्रेस पनि फुट्दैछ त नेकपा एमालेको हरिबेजो कसरी हुँदैछ, राष्ट्रिय स्वतन्त्र पार्टीमा दर्शक महानुभावहरू के हुँदैछ त चुनावको माहौल, यसबारे विशेष रिपोर्ट छ। पूर्व गृह मन्त्री रमेश लेखक पक्राउ पर्ने निकै ठूलो खबर छ। केपी शर्मा ओली बारे पनि दर्शक महानुभावहरू निकै ठूलो खबर लिएर उपस्थित भएका छौं। जेनजीहरूसँग बालेनको प्रस्ताव, म राजनीतिमा आए सहकार्य गर्यौं, मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकबद्ध हुनै पर्ने कुलमान घिसिङको घोषणा। हामी पेन्डुलम जस्तो भयौं, जेनजी र दलहरू दुवैले आजै छोड भन्छन् भन्दै प्रधानमन्त्री सुशीला कार्कीको गुनासो। काठमाडौँका मेयर बालेन्द्र शाहको 12 घण्टा नयाँ समीकरण बनाउन जगलमा म्याराथन दौड, पुराना शक्तिलाई प्ररस्त गर्न रणनीति बुन्दै काठमाडौँका मेयर बालेन्द्र शाह। खगेन्द्रलाई भेटेर बालेनले भने म पनि खुल्ला राजनीतिमा आउने भए, अरू के गरौं। कुलमान र बालेनको निर्णायक छलफल, निर्वाचनको संशयसँगै सांसद पुनर्स्थापनामा जोड, अस्पष्ट बाटोमा केपी शर्मा ओली र देउबा, अझै पुरानै शक्ति हत्याउने रणनीति। जगलमा बालेन्द्र शाहको 12 घण्टामा कसलाई भेटे, कसलाई के भने त यसबारे महत्त्वपूर्ण जानकारी। बालेन्द्र शाहलाई जेनजीले भने दाई अब सबै नयाँहरू मिलेरै अगाडि बढ्नु पर्दछ। नेपाली कांग्रेसमा पनि फाँटो, प्रदीप पौडेलले गरे महामन्त्रीमा उम्मेदवारी दिने घोषणा। सोमबार जाँचबुझ आयोग गएर बयान दिने पूर्व गृह मन्त्री रमेश लेखकको भनाई। केपी शर्मा ओली कहिले पक्राउ पर्दैछन् त? बालिनसँगको वार्ता सकारात्मक भएको रविको प्रतिक्रिया। ओलीको बालिन लक्षित टिप्पणी, चर्चामा ल्याइएका व्यक्ति नै नशामा देखिएका छन्। कुलमान, रवि र बालिन मिल्न तयार, प्रधानमन्त्रीमा कुरा अड्कियो। बालिनले फोन गरेरै बोलाएका थिए डाक्टर बाबुराम भट्टराईलाई। बालिनलाई भेटेपछि कांग्रेसका नेता सुनिल शर्माले भने संसद पुनर्स्थापना बारे छलफल भयो। एलिजा गौतमले 1 महिनामै त्यागिन, जनादेश पार्टी बनिन् आजपाको उपाध्यक्ष। बालेनलाई भेट्न पुगेका खगेन्द्र सुनवारले भने चुनावमा केपी ओलीको मुख र कांग्रेसको रुख नदेखिनु, नयाँ वैकल्पिक शक्तिहरूसँग मिल्न बाबुराम भट्टराईले दिए सुझाव। विश्वप्रकाश शर्माले गरे निर्वाचन नलड्ने घोषणा। र दर्शक महानुभावहरू बालिनसँगको भेट बारे ज्ञानेन्द्र शाहले भने मिलेर जानुपर्दछ भन्ने कुरा भएको छ। रासपामा समानुपातिक उम्मेद्वार छनौट प्रक्रिया सुरु। सांसद पुनर्स्थापना माग्दै सर्वोच्च अदालत गएका एमाले कांग्रेस पनि समानुपातिकको बन्द सूची पेश। महाधिवेशन अघि नेतृत्व परिवर्तन नभई चुनाव नलड्ने गगन थापाको घोषणा लगायत विश्वप्रकाश शर्माले पनि किन गरे त चुनाव नलड्ने घोषणा, यसबारे विशेष रिपोर्ट लगायतका धेरै समाचारहरू छन्। त्यसैले आउनुहोस् दर्शक महानुभावहरू आजको विशेष खबरतर्फ लागौं। दर्शक महानुभावहरू पुराना तथा भ्रष्ट नेताहरूलाई काठमाडौँका मेयर बालेन्द्र शाह बालिनले फेरि एकपटक निद्रा आराम गरिदिएका छन्। पुराना शक्तिहरूलाई प्ररस्त गर्न काठमाडौँका मेयर बालेन्द्र शाह बालिनले रणनीति बुनेपछि यति बेला दर्शक महानुभावहरू भ्रष्ट नेताहरू अतालिएका छन्। हो दर्शक महानुभावहरू, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह पुराना शक्तिहरूलाई प्ररस्त गर्न रणनीति बुनेर अगाडि उर्लिएका छन्। उनी दल खोलेर राजनीतिमा आउन कसिएका पनि छन्। यद्यपि काठमाडौँका मेयर बालेन्द्र शाहले रवि लामिछानेसँग मिल्ने विकल्प पनि राखेका छन्। दर्शक महानुभावहरू दलका नेतादेखि जेनजीसँग बालेन्द्र शाहले 12 घण्टा बिताएपछि यति बेला राजनीतिक वृत्त निकै ठूलो
पैदा गरिदिएको छ। विशेष गरी सदियौंदेखि दर्शक महानुभावहरू आफ्ना र भ्रष्टहरूलाई पस्दै आएका नेताहरूलाई यसले झड्का दिएको छ। जेनजी विद्रोह पछिको चुनावमा आफ्नो लोकप्रिय मत आउन सक्ने आकलन गर्दै बालेन्द्र शाह बालेनले जगवलमा विभिन्न पार्टी नेतादेखि जेनजी युवा डाकेर आफूहरूलाई 7 दिन 2 दिन लगातार प्रस्ताव राखेका छन्। बालुवाटार, सिंहदरबार, बानेश्वर, बालकोट, खुमालटार, लाजिमपाट, बुढा नीलकण्ठ पछिल्ला 2 दशक हामीले हर दिनका समाचार सुन्ने र पढ्ने गरेका शक्ति केन्द्र हुन्। राजा सहितको बहुदलीय प्रजातन्त्र र गणतन्त्र कालमा सुन्दै आएका यी ठाउँहरूको बीचमा अचानक कमल पोखरी, जगवल जस्ता नाम सुन्न थालिएको छ, जहाँबाट वैकल्पिक नयाँ राजनीतिक शक्ति निर्माणको शिलान्यास हुन थालेको छ। काठमाडौँका मेयर बालेन्द्र शाह बालेनले कमल पोखरीमा रवि लामिछाने भेटेको खबर सिलाउन नपाउँदै बिहिबार एकाएक जगल चर्चामा आएको हो। राम्रोसँग पार्किङ स्पेस नभएको अनि यस अघि खासै चर्चामा नआएको जगल स्थित कुमार बेन निवासमा बालेन्द्र शाह बालेनले बुधबार दिनभर राजनीतिक कार्यकर्ता अभियन्ता भेटेका हुन्। बिहिबार राजनीतिक नेताहरूसँग उनको संवाद चलेको थियो। राष्ट्रपा सभापति रवि लामिछानेलाई उनले त्यही दोस्रो पटक भेटेका हुन्। यसरी जगलमा 12 घण्टा बिताएका बालेनले यति बेला विभिन्न पक्षसँग सहकार्य वा एकताको बाटो हिँड्ने कि आफै नयाँ पार्टी मार्फत अगाडि बढ्ने भन्ने चिन्तनमा छलफल गरिरहेका छन्। बालेनले आफू अब पार्टी राजनीतिमा सक्रिय हुने भन्दै भेटघाट थालेका हुन्। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिमा आफूहरूलाई उभ्याउने गरी क्रियाकार्य थालेका हुन्, जसको झल्को बिहिबार जगल स्थित कुमार बेनको घरमा देखिएको हो। जेनजी सहित विभिन्न पक्षसँग बुधबार बेलुकाबाटै थालेको भेटलाई बालेन्द्र शाह बालेनले बिहिबार पनि निरन्तरता दिएका छन्। बिहिबार दिनभर कुपण्डोली स्थित जगलमा राजनीतिक चहल पहल बाक्लिएको थियो। यो भेटघाटको पृष्ठभूमि 7 पुससँग जोडिन्छ। त्यस दिन रवि र बालेन बीच करिब 7 घण्टा छलफल भएको थियो भने बालेन र रवि बीच 1-to-1 वार्ता मात्र करिब 5 घण्टा चलेको थियो। बालेन निकट स्रोतका अनुसार त्यस दिनको भेटपछि रवि लामिछानेले देखाएको गतिविधिलाई लिएर बालेन आश्चर्यमा परेका थिए। संवादमा हुँदै नभएको विषयलाई बाहिर थाप पारेर भनिएको भन्दै रविसँग उनको असन्तुष्टि समेत रहेको बुझिएको छ। सुरुवाती चरणको भेटमै मिडियाबाजी धेरै गर्न खोजेको गेट बाहिर युट्युबरहरू बोलाएको विषय पनि बालेनलाई चित्त नबुझेको निकट स्रोतले जानकारी दिएको छ। यता भने दर्शक महानुभावहरू बालेन र शाहलाई भेटेर जेनजीहरूले दाइ अब सबै नयाँ मिलेर अगाडि बढ्नु पर्दछ भन्ने सुझाव दिएका हुन्। दर्शक महानुभावहरू यो दौडमा उनलाई एक्लै नहिँड्न दबाब दिँदै जेनजीका प्रतिनिधिहरूले सबै नयाँ र वैकल्पिक शक्तिहरूसँग मिलेर अगाडि बढ्न आग्रह गरेका छन्। बिहिबार ललितपुर स्थित कुमार व्यञ्जनकारको निवासमा दिनभर चलेको म्याराथन राजनीतिक भेटघाटमा युवाहरूले बालेन्द्र शाहलाई मिल्ने प्रस्ताव राखेका हुन्। भेटमा सहभागी जेनजी अगुवा पुरुषोत्तम यादवले मेयर बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र ऊर्जा मन्त्री कुलमान घिसिङसँग सहकार्य गर्न सुझाव दिए। हामीले बालेन दाईलाई स्पष्टसँग भन्यौं, दाई प्लिज तपाईँ राजनीतिमा आइदिनु पर्यो, तर एक्लै होइन, रवि र कुलमानसँग जसरी पनि मिल्नुपर्छ यादवले बताएका छन्। अर्का प्रतिनिधि युजन राज भण्डारीका अनुसार बालेनले पनि युवाहरूलाई स्वच्छ छवि भएकाहरू अगाडि आउनुपर्ने र मिल्नुपर्ने बताएका थिए। नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले आफूहरू धेरै कुरा त्यागेर मिड 20s मै राजनीतिमा चासो राखेको भन्दै शीर्ष नेताहरू मिल्नुको विकल्प नरहेको समेत उनले बताएका छन्। जेनजीहरूको प्रस्तावमा बालेनले आफू संसदीय राजनीतिमा औपचारिक रूपमा होमिएको सङ्केत दिएका थिए। उनले देश विकास पार्टी चुनाव चिन्ह लौरो मार्फत आगामी निर्वाचनमा भाग लिने र देशभर उम्मेदवारी दिने तयारी सुनाएको एक प्रतिनिधिले बताएका छन्। बालेनले राजनीतिको नयाँ अध्याय सुरु गरेकाले यस अभियानमा जेनजीको पनि साथ चाहिने बताएका थिए। बालेनले 25 वर्ष पुरा भएका युवाहरूलाई उम्मेदवार बन्न समेत आग्रह गरेका थिए। जेनजी फोर्सका संयोजक मोहन राज दङ्गलका अनुसार बालेनले रवि र कुलमानसँगको एकताबारे ब्रिफिङ गर्दै भने एउटै ठाउँमा आउने विषय रवि र कुलमान सकारात्मक हुनुहुन्छ, तपाईँहरू पनि यसमा सकारात्मक रूपमा सहभागी हुनुहोस् बताएका थिए। बालेनले बिहिबारदेखि नै कुलमान घिसिङ, रवि लामिछाने, डाक्टर बाबुराम भट्टराई, सुनिल शर्मा, अमरेश कुमार सिंह लगायतसँग 1-to-1 वार्ता गर्नुको कारण निर्वाचन आयोगको समय सीमा रहेको पनि जानकारी प्राप्त भएको छ।
दर्शक महानुभावहरू यसैबीच यता बालनलाई भेट्न पुगेका खगेन्द्र सुनवारले चुनावमा केपी शर्मा ओलीको मुख र काङ्ग्रेसको रुख देखिनु भएन भनेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेट्न हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनवार पनि कुपन्डोल पुगेका थिए। बिहिबार कुपन्डोल पुगेका सुनवारले पत्रकारहरूसँग बोल्दै आउँदै गरेको चुनावमा केपी शर्मा ओलीको मुख र काङ्ग्रेसको रुख देखिनु नहुने कुरा हिजो पनि स्पष्ट रहेको र आज पनि स्पष्ट हुने उनले बताएका थिए। उनले भने आउँदै गरेको चुनावमा केपी शर्मा ओलीको मुख कुनै पनि हालतमा देख्नु भएन। आउँदै गरेको चुनावमा केपी शर्मा ओलीको मुख र काङ्ग्रेसको रुख कतै देख्नु भएन भन्ने कुरामा हामी हिजो पनि स्पष्ट थियौँ, आज पनि स्पष्ट छौँ। त्यस्तै उनले अब कसरी अगाडि बढ्ने भन्ने कुरामा सानो छलफल भएको पनि बताएका छन्। उनले भने एउटा भेटघाटको लागि यहाँ आइपुगेको हो। बालेनज्यूले देशलाई सङ्कट परेको बेला हामीले जिम्मा लिनुपर्ने बेला आयो जस्तो लागेको छ। हामीले जिम्मा लिँदै गर्दा तपाईँहरूको साथ हुन्छ कि हुँदैन, के हुन्छ भन्ने खालको उहाँको जिज्ञासा थियो। उहाँले अहिले यसरी सबैसँग छलफल गरिरहेको छ, हाम्रो छलफल अगाडि कसरी जाने भन्ने बारेमा हो। बालेन अहिले जेनजीहरूसँग छलफलमा छन् भने बालेनसँगै छलफल गर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि आएको उनले बताएका थिए। दर्शक महानुभावहरू उनले धेरै मानिस तथा राजनीतिज्ञहरूसँग भेटघाट गरिसकेका थिए। दर्शक महानुभावहरू यसैबीच यता राजावादी नेता ज्ञानेन्द्र शाहीसँग पनि काठमाडौँका मेयर बालेन्द्र शाहले भेटघाट गरेपछि राजनीतिक वृत्तजन तरङ्गिएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनसँग भेट्ने मध्ये एकजना राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही बुधबार राति कुपन्डोलमा भएको भेटमा बालेन र आफूबीच नयाँ शक्ति र युवा एक भएर जाने विषयमा छलफल भएको शाहीले बताएका छन्। देशको परिस्थितिलाई बदल्नका लागि युवा र नयाँ शक्ति एक ठाउँमा आउनुपर्छ भन्ने कुराकानी भएको छ। उनले जानकारी दिँदै भने देशको परिस्थिति हेर्दा युवा शक्ति मिलेर अगाडि बढ्नुपर्ने भएको छ। यसबारे सोचौँला भनेर हामीले कुरा गरेका छौँ। पछिल्लो समय विभिन्न व्यक्ति र शक्तिहरूसँग बालेन्द्रले छलफललाई तीव्रता पारेपछि पुराना दलहरू झस्किएका हुन्। अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कसरी मिलाएर लिएर जाने भन्नेमा पनि लागेको पनि बुझिएको छ। दर्शक महानुभावहरू यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? बालेन्द्र शाहको यो सकारात्मक कदमलाई कसरी हेर्नु भएको छ? प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शक महानुभावहरू यसैबीच यता नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचन नलड्ने घोषणा गरेका छन्। उनले नयाँ व्यक्तिहरूलाई अगाडि आउन आग्रह समेत गरेका छन्। उनले चुनावमा अनुहार बदलेर जानुपर्नेमा जोड दिँदै बढीभन्दा बढी युवा र नयाँहरूलाई अवसर दिनुपर्ने समेत बताएका छन्। यद्यपि उनले किन यस्तो घोषणा गरे त्यो भने दर्शक महानुभावहरू कसैले पत्ता नलागेको बताइएको छ। यसबारे केही बताएका छैनन्, तर उनले नयाँ शक्ति आउनुपर्ने बताएका छन्, अर्थात् नयाँ युवाहरू पार्टीमा आउनुपर्ने उनले बताएका छन्। पछिल्लो समय शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसलाई फेरि उही पुरानै डब्बामा हालेपछि नेपाली काङ्ग्रेसका नेताहरू पनि आक्रोशित भएका छन्। भ्रष्टहरूलाई पोस्दै आएका शेरबहादुर देउवाले दर्शक महानुभाव यति बेला नयाँ तथा युवा र आशलाग्दा नेताहरूलाई पनि दर्शक महानुभावहरू निराश बनाएको भनेर चर्चा चलेको छ। यता नेतृत्व परिवर्तन नभई चुनाव नलड्ने गगन कुमार थापाले पनि घोषणा गरेका छन्। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचन अघि पार्टी नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन्। बिहिबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा गगन थापाले आगामी निर्वाचन अघि पार्टी नेतृत्व परिवर्तन नभई आफू चुनाव नलड्ने घोषणा गरेका छन्। चुनाव अघि पार्टीको नेतृत्व परिवर्तन हुनै पर्दछ, नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन। गगन थापालाई उद्धृत गर्दै एक पदाधिकारीले भने नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने को चुनाव लड्ने हो, लड्नुस्, म चाहिँ लड्दिन। यसअघि आजकै बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेपछि नेपाली काङ्ग्रेस दर्शक महानुभावहरू बर्बादीतर्फ अगाडि बढेको बुझिएको छ। यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शक महानुभावहरू यसैबीच यता यसअघि देशलाई बन्दी र देशलाई झुट बोल्दै आएका शेरबहादुर देउवा र केपी शर्मा ओलीले फेरि अर्को रणनीति अपनाएका छन्। सांसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च गएका काङ्ग्रेस र नेकपा एमाले समानुपातिकको बन्द सूची पेश गर्ने तयारीमा रहेका छन्। जनताहरूलाई झोक्काउँदै र ढाड्दै हिँड्दै आएका यी नेताहरूले फेरि दर्शक महानुभावहरू देशलाई फेरि झोक्काउन खोजेको भनेर आलोचना पनि हुने गरेको छ। यसैबीच प्रतिनिधि सभा पुनर्स्थापनाका लागि बहुमत सांसदहरूको
हस्ताक्षरसहित सर्वोच्च अदालत पुगेका नेपाली कांग्रेस र नेकपा एमालेको पनि समानुपातिक तर्फको बन्द सूची बुझाउने अन्तिम तयारी गरेका छन्। दुवै पार्टीले जिल्लाबाट नाम मगाइसकेको र ती नाममा अन्तिम टुङ्गो लगाउन बाँकी रहेको बताएका छन्। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतोले कार्य सम्पादन समितिको बैठकले छलफल भोलिदेखि समानुपातिकको बन्द सूचीमा राख्ने नाममा केन्द्रित हुने समेत बताएका थिए। निर्वाचन आयोगले दलहरूलाई पुस 13 र 14 गते बिहान 10 बजेदेखि 4 बजेसम्म बन्द सूची बुझाउन भनेको छ, तर आयोगले बन्द सूची बुझाउने समय थप गर्ने सम्भावना पनि छ। नेकपा एमाले पनि समानुपातिक सांसदका लागि बन्द सूची बुझाउन नाम सङ्कलन गरिसकेको सचिव महेश बस्नेतले बताएका छन्। प्रत्येक जिल्लालाई आफ्नो जिल्लाको निर्वाचन क्षेत्र अनुसार नाम माग गरिएको थियो। हामी समानुपातिकको सूची बुझाउँछौँ, पार्टी निर्वाचन फेस गर्न तयार छ, सचिव बस्नेतले भनेका थिए। चुनाव हुने स्थितिमा सबैभन्दा तयार पार्टी हामी नै हो, जसले जेसुकै भने पनि ओडादेखि नगर लगायत सबै तहमा तयारी गरिसकेका छौँ हामीले उनले बताएका थिए। तर दर्शक महानुभावहरू यता भने जनतालाई झोक्याउँदै उनीहरूले दुईटा खुट्टा दुईतिर राखेका छन्। एकतिर अदालतको आश गरिरहेका छन् पुरानै शक्ति हत्याउनको लागि भने, अर्कोतिर चुनावमा पनि जाने बताएका छन्। यद्यपि दर्शक महानुभावहरू राम्रो छवि भएको पार्टीले त्यस्तो गर्दैन भनेर चर्चा चलेको छ। यसबारे के भन्नुहुन्छ? दर्शक महानुभावले यता भने प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री प्रदीप पौडेलले पार्टीको 15औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सञ्चारकर्मीसँग आज हिज भेटघाटका क्रममा उनले पार्टीको 14औं महाधिवेशनमा आफूले महामन्त्री पदमा प्रतिस्पर्धा गरेको भए पनि सफलता प्राप्त नभएको अवगत गराउँदै 15औं महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने औपचारिक रूपमा घोषणा गरेको बताएका छन्। पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उनले भने महामन्त्रीको उम्मेदवार सभापति सहितको समूहबाट हुने पार्टीमा अभ्यास रहेको छ। अहिले यही समूह भन्ने निश्चित भइसकेको छैन, तर मुलुकको वर्तमान परिस्थिति र जनताको भावना अनुसार पार्टीमा नयाँपन दिन सक्ने सक्षम नेतृत्व सहितको समूह हुन्छ। सो अवसरमा नेता पौडेलले पार्टीको 15औं महाधिवेशन सम्पन्न गरेर मात्र कांग्रेस नयाँ नेतृत्वको साथ आगामी फागुनमा 21 गते हुने आम निर्वाचनमा जानुपर्ने बताएका छन्। उनले महाधिवेशनबाट नयाँ नेतृत्व जेनजी आन्दोलनको भावना अनुसारको नीति र पार्टीलाई चलायमान बनाई पार्टी निर्वाचनमा हुनुपर्ने जोड दिएका छन्। उनले आम निर्वाचनले नै मुलुकको अहिलेको राजनीतिको दीर्घकालीन समाधान गर्ने बताउँदै निष्पक्ष स्वतन्त्र र धाँधली रहित वातावरण निर्वाचन सम्पन्न गर्न सरकारले चुस्त सरकारको व्यवस्था र आवश्यक अन्य काम गर्नुपर्ने समेत उनले उल्लेख गरेका छन्। दर्शक महानुभाव यसैबीच यता हामी पेन्डुलम जस्तो भयौँ। जेनजी र दलहरू दुवैले आजै छोड भोलि छोड भनेको प्रधानमन्त्री सुशीला कार्कीले गुनासो गरेका छन्। अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारले भोगिरहेको दबावका बारेमा गुनासो गरेका छन्। एक कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरू अहिले आलोचना र पेन्डुलम जस्तो अवस्थामा पुगेको बताएका छन्। प्रधानमन्त्री कार्कीले बाहिरबाट हेर्दा काम गरेको नदेखिने तर भित्र कामको चापले फ्यान्ट हुने अवस्था आएको भन्दै उनले दुखेसो पोखेका छन्। बाहिरकाले काम गरेको देख्दैनन्, सबै कुरा एकैचोटि होस् भन्छन्। क्षमता र तागतले भ्याउन्जेल गर्ने नै हो प्रधानमन्त्री सुशीला कार्कीले बताइन्। जेनजी र राजनीतिक दलको दोहोरो दबाव सम्बोधनका क्रममा प्रधानमन्त्रीले युवा पुस्ता जेनजी र पुराना राजनीतिक दलहरू दुवैबाट आफूलाई राजीनामाको दबाव आइरहेको बताएकी छिन्। उनले भनिन् राजनीतिक दलले पनि गाली गर्छन्, मारले गाली गर्दछन्, अहिले छोड भोलि छोड भन्छन्। जेनजीहरूले पनि आजै छोड भोलि छोड पर्सि छोड भन्छन्, तर छोडौँ भने के छोडौँ उनले प्रश्न गरिन्। आफूहरूले पद छोडेकै भोलिपल्ट तिमीहरूको औकात नै यति हो भन्ने भाष्य निर्माण हुने डर रहेको पनि उनले गुनासो पोखेकै छन्। आफूहरू अहिले बृहत धैर्य धारण गरेर एकसाथ काम गरिरहेको समेत प्रधानमन्त्री सुशीला कार्कीको भनाइरहेको छ। दर्शक महानुभाव यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? के साँच्चीकै प्रधानमन्त्री सुशीला कार्कीलाई यस्तै दबाव छ त? प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शक महानुभाव यसैबीच जेनजीको हत्याको आरोप लागेका पूर्व गृह मन्त्री रमेश लेखकले जाँचबुझ आयोग गएर बयान दिने भनेका छन्। भदौ 23 र 24 गतिको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ, मैले आयोगमा जाने निर्णय गरेको रमेश लेखकले बताएका छन्। निवर्तमान गृह मन्त्री समेत रहेका रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। यो सँगै केपी शर्मा ओली अब कहिले जेल जाँदैछन् त्यो हेर्न बाँकी छ। केपी शर्मा ओलीले गोली
ठोकिदिए हुन्छ मलाई, बरु आफू बयान दिन नजाने बताइसकेका छन्। बिहिबार दर्शक महानुभावहरू केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिनका लागि जाने बताएका छन्। भदौ 23 र 24 गतिको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको र मैले आयोग जाने निर्णय गरेको लेखकले बताए। आज शुक्रबारका लागि आयोगले बोलाएको, तर आफू सोमबार मात्रै जाने उनले बताए। उहाँले भोलिलाई भनेर बोलाउनु भएको रहेछ। हिजो भने मैले सोमबार आउँछु भनेको छु, 14 गते सोमबारमा जान्छु, रमेश लेखकले बताएका छन्। यद्यपि दर्शक महानुभावहरू केपी शर्मा ओली जालान कि नजालान त्यो भने हेर्न बाँकी छ। यहाँ जेलको कालकोठरीमा जालान त्यो पनि हेर्न बाँकी छ। केपी शर्मा ओलीलाई जरिवाना, पक्राउ लगायत अदालत समेत हावी हुन सक्ने देखिएको छ। दर्शक पनि यता भने बालेनसँगको वार्ता सकारात्मक भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन्। यता कुलमान, रवि र बालेन मिल्न तयार छन्, तर प्रधानमन्त्रीमा हलो अड्किएको पनि बुझिएको छ। बालेनलाई भेट्न नेपाली काङ्ग्रेसका पूर्व सांसद समेत रहेका नेता सुनिल शर्मा गएका थिए र उनले सांसद पुनर्स्थापना बारे छलफल भएको बताएका छन्। दर्शक महानुभावले यसैबीच रवि लामिछानेलाई चुनावी प्रस्ताव पठाइएको छैन भन्दै प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाले राष्ट्रिय स्वतन्त्र पार्टी रासपासँग चुनावी तालमेलको प्रस्ताव गरिएको भन्ने समाचारको औपचारिक रूपमा खण्डन गरेको छ। बिहिबार केही अनलाइन सञ्चार माध्यमहरूमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनावी गठबन्धनको प्रस्ताव राखेको भन्दै समाचारहरूप्रति भएको प्रकाशित भएको थियो। उक्त समाचार पूर्णतः सत्य र भ्रम रहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ। प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सो समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएका छन्। उनले भने चुनावी सहकार्यका सन्दर्भमा पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले रासपासँग कुनै किसिमको कुराकानी गर्नुभएको छैन। सचिवालय सम्बन्धित पक्षसँगको आधिकारिक पुष्टि बिनै एकपक्षीय ढङ्गले प्रवाह गरिएका यस्ता समाचारको भ्रममा नपरमा सम्बन्धित सबैलाई आग्रह समेत गरेको जानकारी प्राप्त भएको छ। दर्शक महानुभावहरू पछिल्लो क्रम देखिएको परिदृश्य राजनीतिक घटनाक्रमबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? नयाँ नयाँ अनुहार भित्रिने क्रम बालेन्द्र शाहसँग मिल्ने क्रम जारी छ। रवि लामिछानेले पनि दर्शक महानुभावहरू सम्भवतः मिल्नेछन्। यसबारे आफ्नो मनमा लागेको प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शक महानुभावले यसैबीच यता चुनावभन्दा सांसद पुनर्स्थापना नेपाली काङ्ग्रेस र नेकपा एमाले कसरत गरिराखेका छन्। किनकि जेन्जी आन्दोलनमा केही नै भएको थिएन। जेन्जी आन्दोलन भन्दाको पहिलाको सत्ता र शक्ति हत्याउन एमाले र काङ्ग्रेसले कोसिस गरेका छन्। सरकारले तोकेको प्रतिनिधि सभा निर्वाचन आउन 2.5 महिना मात्र बाँकी रहे तापनि प्रमुख दुई दल काङ्ग्रेस र नेकपा एमाले सांसद पुनर्स्थापनालाई मुख्य प्राथमिकता दिइरहेका छन्। उनीहरूले एकातिर प्रतिनिधि सभा विघटनको न्यायिक परीक्षणका लागि अदालत पुगेका छन् भने अर्कातिर पुनर्स्थापनाको एजेन्डामा जेन्जी प्रतिनिधिहरूलाई समेत विश्वासमा लिने प्रयास गरिराखेका छन्। प्रतिनिधि सभा निर्वाचन भइहाले भाग लिन दुवै दलले आन्तरिक तयारी पनि गरिरहेका छन्। काङ्ग्रेस र नेकपा एमाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेका छन् भने प्रतिनिधि सभामा समानुपातिक प्रणालीतर्फका उम्मेद्वार छनौटका लागि प्रक्रिया पनि थालिसकेका छन्। नेकपा एमाले समानुपातिक उम्मेद्वारका लागि समावेशी र समानुपातिक सिद्धान्तका आधारमा 3 जनाको नाम पठाउन जिल्ला कमिटीहरूलाई परिपत्र समेत गरिसकेको छ। तर दर्शक महानुभावहरू चुनावभन्दा सांसद पुनर्स्थापना नेकपा एमाले र काङ्ग्रेसको दर्शक महानुभावहरू यसैबीच यता बालेनसँग भेट्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पनि बोलावट गरिएको छ। आसन्न चुनावका लागि रणनीति बनाउन सक्रिय भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग कुराकानी गर्न पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई बोलाइएको छ। तत्कालीन नेकपा माओवादी परित्याग गरेपछि नयाँ शक्ति निर्माणको अभ्यास थालेका डाक्टर बाबुराम भट्टराई संसदीय मोर्चामा सफल नभइरहेको बेला नयाँ शक्ति बनाउने अर्को प्रयास सुरु भएको छ। यसअघि बालेन्द्र शाह ऊर्जा मन्त्री कुलमान घिसिङ, पूर्व मन्त्री रवि लामिछाने र पूर्व सांसद अमरेश कुमार सिंह लगायत धेरै जेन्जीहरूसँग भेट गरिसकेका छन्। उनले बुधबार दिउँसोदेखि तीव्र भेटघाट गरिरहेका छन्। यो भेटघाटले दर्शक महानुभावहरू एमाले र काङ्ग्रेसको निकै यति बेला घन्टीले बजाइदिएको छ। यसबारे तपाईँहरूले के भन्न चाहनुहुन्छ? बालेनले के साँच्चीकै यो देशलाई पार गराउलान् त? यसबारे प्रतिक्रिया दिनुहोला। यता भने निर्धारित मितिमा नै दर्शक महानुभावहरू चुनाव हुने भनेर सरकारले घोषणा
घोषणा गरिसकेको छ। निर्वाचनबाट नयाँ शक्तिहरूको उदय प्रस्थान बिन्दु हुने कुलमान घिसिङले पनि दर्शक महानुभावहरू घोषणा गरेका छन्। दर्शक महानुभावहरू यसैबीच यता नेकपा एमालेका नेता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। 1.5 वर्ष कैद सजाय भुक्तान भएको छ। दर्शक महानुभावहरू कागजमा विद्यालय देखाएर 7.5 लाख रुपियाँ झ्वाम पार्ने नेकपा एमालेका नेता कारागार चलान भएका छन्। कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा कर्णाली प्रदेश सरकारका पूर्व मन्त्री नन्दसिंह बुढा भ्रष्टाचारी ठहर भएका छन्। आर्थिक वर्ष 2067-68 मा डोल्पाको तत्कालीन दुनै गाविस 2 र 3 स्थित तिपलाम नकमा नक्कली दुर्गा प्राथमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको झुटो कागजात बनाएर 7,60,000 रुपियाँ भुक्तानी लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले बुढासहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रवि चन्द्र पन्सियार, लेखापाल मणिराम कुर्मी र उपभोक्ता समितिका कोषाध्यक्ष सङ्गीता बुढालाई दोषी ठहर गरेको हो। उनीहरूलाई जनै 1,90,000 रुपियाँ जरिवाना र 1 वर्ष 6 महिना कैद सजाय सुनाइएको छ। बुढा 2074 मा नेकपा एमालेबाट कर्णाली प्रदेशमा सदस्य निर्वाचित भएका थिए भने विभिन्न राजनीतिक उतार चढावका बीच मन्त्री समेत बनेका थिए। उनीमाथि अन्य विभिन्न आयोजनामा पनि भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ। दर्शक महानुभावहरू यसैबीच यता शेरबहादुर देउवाले अझै विदेश गएर उपचार गराउन्जेल कुटाई खाएर पनि दिमाग नफर्किएको भनेर आलोचना सुरु भएको छ। यसैबीचमा आज पूर्णबहादुर खड्काको नाममा मात्र कार्यवाहक दिएका हुन्। सबै शक्ति शेरबहादुर देउवाले लगेको भन्दै गगन थापा रिसाएका छन्।